बिहान 20 बजेको इस खबरमा आज पनि म एक्लैको नमस्कार। प्रसङ्ग सुरु गरौँ आजका मुख्य खबरका मूल शीर्षकहरूबाट। आज बिहान टोकियोबाट उडेको बस पानी जहाजसँग ठोकियो। यो चैत महिनामा धेरै विवाहको लगन भएकोले आफ्नी गर्लफ्रेन्ड जोगाउन गाह्रो। र एकजना झापालीले कोरियन भाषा भनेर तामाङ भाषा सिकाएर फरार। अब खबरहरू विस्तारमा। आज बिहान नेपालको राजधानी टोकियोबाट नेपालकै दुर्लभ अनि विकट ठाउँ काठमाडौँको लागि उडेको क काकी अ आ इ नम्बरको बस लामखुट्टेको खुट्टामा ठोकिएर दुर्घटनाग्रस्त भएको छ र त्यो दुर्घटनामा परि 90 जना मध्ये 100 जना भ्यागुता ऐया पनि भन्न नपाई उनीहरूको मृत्यु भएको खबर हामीलाई प्राप्त भएको छ। यो चैत महिनामा विवाहको लगन धेरै छ भनेर एकजना पण्डितले भनेपछि गर्लफ्रेन्ड भएका बोयफ्रेन्डलाई आफ्नी गर्लफ्रेन्ड जोगाउन साह्रो परेको हुनाले ती पण्डितलाई बोयफ्रेन्डहरूले आइन्दादेखि चैत महिनामा विवाहको लगन ननिकाल्न भनेर त्यो पण्डितलाई गाउँबाट खेदाएको खबर हामीलाई प्राप्त भएको छ। एकजना झापालीले कोरियन भाषा भनेर तामाङ भाषा पढाएर फरार भएका झापालीको ससुरालीदेखि मामालीसम्मको खोजी कार्य भइरहेको छ र ती तामाङ भाषा सिक्ने मान्छेले त्यो झापालीलाई भेटेपछि ससम्मान स्वरूप कालो मसो दलेर जुत्ताको माला लगाएर देश निकाल्ने खबर हामीलाई प्राप्त भएको छ। हवस् त यिनै खबरसँगै बिहान 20 बजेको इस खबर सकिएको छ। भोलि पर्सि पनि यस्तै खबरहरू हेरेर हाहा हिही हुहु हिही गर्न चाहनुहुन्छ भने